साथीहरु स्वागत छ तपाईँहरुलाई सरकारको च्यानलमा। आज चाहिँ म फेरि नयाँ भिडियो लिएर साथीहरु राजालाई समर्थनको लागि राजाको समर्थनमा चाहिँ जनताहरू सडकमा ओर्लिसकेका छन्। पुरा एयरपोर्ट सिनामङ्गलदेखिको गौशालासम्म चाहिँ प्याक छ मान्छेहरूको। विशाल नेपालको झन्डा चाहिँ बोकेर जनताहरू सडकमा ओर्लिसकेको अवस्था छ अहिले चाहिँ एयरपोर्टमा। बेकार हामी गर्छौँ। के पनि छैन त्यो पनि गौशालादेखिको यहाँ सिनामङ्गलसम्म पुरा प्याक जनताहरू सडकमा उत्रेको अवस्था राजा ज्ञानेन्द्रको समर्थनको लागि। अब चाहिँ पक्की राजा आउने पक्की नै जस्तो लाग्यो मलाई चाहिँ। हेर्नुहोस् त यत्रो पुरै पुरा तपाईँको उहाँ गौशाला चोकदेखिको चोकसम्म गौशाला चोकसम्म नै प्याक जनताहरू रोडमा।
र ट्याक्सीमा पनि बसेको एकजना दाइ हेर्नु त यहाँ बसेको। अब चाहिँ भाइरल हुने पालो दाइकै जस्तो लाग्यो मलाई। अब भाइरल हुने पालो तपाईँको। त्योहरू तपाईँले देख्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् त, यहाँ पुरा राजाको समर्थनमा पुरा प्रत्येकको हातमा नेपाली राष्ट्रिय झन्डा र यहाँ चाहिँ नाराबाजी हुँदैछ। राजनीति खाली गर, पुरा नाराबाजी हुँदैछ। यहाँ हेर्नुहोस् त साथीहरू, हाम्रो राजा आउँदैछ, सिंहदरबार खाली गर भनेर। सबै राजाको समर्थनमा प्रत्येकको हात हातमा नेपाली झन्डा देख्न सक्नुहुन्छ। पुरा सीतामङ्गलसम्म पुरा जाम छ। पुरै देख्न सक्नुहुन्छ, प्रत्येकको हातमा नेपाली झन्डा देख्न सक्नुहुन्छ। राजाको समर्थनमा नेपाली जनताहरू अब चाहिँ जागेको अवस्था छ। श्री महाराज धिराज सरकारको माइकको गाईलाई अगाडि बढाइदिनु होला साथीहरू। प्रत्येकको हातमा नेपाली राष्ट्रिय झन्डा छ। हेर्नु देख्न सक्नुहुन्छ साथीहरू तपाईँहरूले। अब
आज एयरपोर्ट बन्द भएको छ होला, हाम्रो कारणले कतिले दुःख पाउनु भएको होला, त्यसमा हामी क्षमा प्राप्ति गर्दैछौँ। तर देशको लागि सबैजनाले साथ दिनुभयो, त्यसको लागि जय देशलाई ठाउँ दिने छैन। यो नेपालमा मात्रै होइन, यिनीहरूलाई मरेपछि पनि शान्ति हुँदैन साथीहरू। यिनीहरूले यति पाप गरेका छन्, जनतालाई रुवाएका छन्, जनतालाई मराएका छन्, जनता बीच द्वन्द्व पैदा गराएका छन्, नेपालीको गौरवलाई मिट्टीमा मिलाएका छन्, माटोमा मिलाएका छन्। यिनीहरूले भूलीभूत गरेका छन्। त्यो गौरवलाई हामीले फेरि जगाउनु पर्ने, उठाउनु पर्ने र विश्वमा नेपालीको शान, हिजोको जुन गौरव थियो, गौरवमय इतिहास थियो, त्यसलाई फर्काउनु पर्ने अवस्था रहेको छ साथीहरू। जाँदैछौँ, रोइरहेको माटोलाई हटाउन जाँदैछौँ, रोइरहेकी आमालाई बचाउन जाँदैछौँ, रोइरहेका मेरा प्यारा प्यारा दाजुभाइ दिदीबहिनीहरूलाई बचाउन जाँदैछौँ। यो खेल अत्यन्त भावुक छु। मैले विदेशमा बसेका मेरा भाइ बहिनी दाजुभाइहरूलाई सम्झँदैछु, जो खाडीमा बालुवा हान्दै रुँदैछन्। यिनीहरूको लागि यो देश यही सुगन्ध हुनुपर्ने थियो, तर दुर्गन्ध बनाए, दुर्गतिमा लिएर गए दुराचारीहरूले, भ्रष्टाचारीहरूले, लुटेराहरूले, गद्दारहरूले, दलालहरूले। आज रुवाउन पर्ने बनाए यिनीहरूले। साथीहरू देख्न सक्नुहुन्छ तपाईँले, हेर्नु त के विधि मान्छे छ, आमा सोचेको भन्दा बढी छ। तपाईँहरूले सुन्न सक्नुहुन्छ। राजा आउँदैछ, सिंहदरबार खाली घर, किनारा जुलुस पनि लागिरहेको अवस्था छ यहाँ अहिले। आजको यो दृश्य देखेर चाहिँ अब यो हाम्रो शीर्ष नेताहरू चाहिँ रातो जाने भयो। यस्तरी जनता उठेपछि अनि अब यिनीहरूको के लाग्छ त? अब साथीहरू आफै भन्नुहोस् न ल। कति चाहिँ अब चाहिँ जाग्ने बेला भएको अवस्था छ। प्रत्येक युवाहरू जाग्नु ठाउँ आफ्नो ठाउँबाट चाहिँ जाग्नुपर्ने अवस्था आएको छ। अब तपाईँको कति चाहिँ पार्टी नेता झोले बनेर झन्डा बोकेर हिँड्ने, अब चाहिँ त्यो सब कुराहरू चाहिँ अब त्यागेर चाहिँ अब राजालाई चाहिँ सम्बोधन गर्ने अवस्था आएको महसुस भएको छ मलाई चाहिँ आजको यो दृश्य देखेर। यो व्यवस्था र अवस्थाले गरेको जादु पुग्यो तपाईँ। हामीले राजाको अभिभावकको रूपमा राजा आऊ देशमा छ। राजा र जनता मिलेर अब यो देशलाई एउटा एक किसिमको एउटा निकास दिनु छ, होइन भने यो देशलाई सोमाली बनाउनु पर्दैछ। यसलाई खबरदार हाम्रो धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, गुठी दलालीले यो देशलाई बचाउँदैन। यी भनेका विदेशीका भाडाका टट्टु हुन्। यी टट्टुलाई अब गाउँ गाउँ, टोल टोल, बस्ती बस्तीबाट अब लखनले दिन आएको छ। खबरदार भन्न चाहन्छु। हस्, धन्यवाद।